गइन्छ र को पछाडि गइन्छ। आज यसरी हामी सबैजना उपस्थित भएर मिठो मिठो कुरा सुख दुःखको कुराहरू गरिरहेका छौँ। भोलि फेरि संवेदना भनेर श्रद्धाञ्जली भनेर आउनु कति पनि बेर लाग्दैन। भर्खरैसम्मको कुरो भन्न सकिन्छ। अब अहिलेको एकैछिनमा पनि के हुन्छ भन्ने कुरो चाहिँ कसैलाई पनि थाहा छैन। तर राम्रो चाहिँ नि जहिले पनि पोजिटिभ सकारात्मक सोच राखेर चाहिँ नि अगाडि बढ्नुपर्छ। पूर्व भन्ने बित्तिकै बुढो चाहिँ भइएको होइन, किनभने उमेर छाउन्जेल चाहिँ नि आमा बाबाको काखमा खेलेर हुर्केर बच्चा साथीभाइहरूसँग खेलेर हुर्केको हुन्छ। समय बितेको थाहै हुँदैन। अनि उमेर छाउन्जेल जागिरको सिलसिलामा कार्यरत भइँदाखेरि समय बितेको थाहै हुँदैन, मिलिक्कै जान्छ। र त्यसपछि रिटायरमेन्ट पछि या अवकाश पछि चाहिँ नि समय असाध्यै लामो हुन्छ। किनभने व्यस्त जीवनमा जीवन बिताइरहेको मान्छेहरूलाई चाहिँ नि फुर्सद हुँदाखेरि कसरी जीवन बिताउने होला, ओहो आज त कस्तो समय नै नगएको, कति बेर लागेको यो घाम अस्ताउनलाई, कि होइन भने रात लामो हुन्छ, कति अबेला भइरहेको उज्यालो हुनलाई भन्ने विचार हुन्छ। र यस किसिमको विचारलाई चाहिँ सकारात्मक सोचले लिएर अगाडि बढ्नुपर्छ। अझै म बलियो छु, केही न केही गर्न सक्छु। अलिक बढी काम गरेको हुँदाखेरि चाहिँ थकाइ मार्नलाई 1-2 महिना यसो आराम साराम गर्छु भन्ने सोच राख्नुपर्छ। र तर व्यस्त चाहिँ रहनुपर्छ। र यहाँ उपस्थित सबैजना छोराछोरीहरूले चाहिँ नि उमेर पुगिसकेका आमा बुवाहरूलाई चाहिँ नि माया गरेर ओहो नहिँड्नुहोस्, बस्नुहोस्, लडिएन, किन काम गरिराख्नु भएको, नगर्नुहोस् भन्ने कुरा चाहिँ नगर्नु होला। किनभने हात गोडालाई चाहिँ चलाइराख्नुपर्छ। एउटा उदाहरण, लुगा सिलाउने मेसिनलाई पनि सञ्चालन गरिराख्यो भने त्यो खटरर चलिरहन्छ। 1-2 दिन चलाएन भने त्यो अड्किन थाल्छ कता, अनि खट्टा हुन्छ। त्यस्तै हाम्रो जीवन पनि त्यस्तै हो। अनि गोडा पनि बाङ्गिने, अनि खट्टा खुटुक मोटी हुँदै जान्छ र कुल्ची हुन्छ र एउटा कुनामा मात्रै थन्किनु पर्ने अवस्था आउँछ। अनि केटाकेटीहरूले फेरि अलिक ठुलो स्वरले बोलेको नि चित्त दुख्छ। त्यस कारण सकेसम्म उनीहरूमाथि बोझ नपरौँ र नपारौँ पनि, त्यो भन्दै। अनि आजको अघि एउटा राम्रो कुरा गर्नुभयो बाबुले, यो जुन हामीले अहिले बच्चाहरूलाई नानीहरूलाई चाहिँ नि एउटा प्रोत्साहन स्वरूप सानो रकम प्रदान गर्दै आएको, यसलाई भविष्यमा अझै मेरा सन्ततिहरू उनीहरू होला पछि जानेहरूले, उनीहरूले निरन्तरता दिने नै छन् र बढाउँदै पनि लिएर जानेछन्। र यो सहकारीले पनि एउटा सानो रकम, ठुलो पर्दैन, त्यो पनि यसरी प्रदान गरिदिनु भयो भने अझ अरू बच्चाहरूलाई पनि हौसला मिल्छ। किनभने यो वनभोजहरू खायो, यता रमाइलो समाइलो गर्दाखेरि पनि 5,000 भनेको पनि त्यो बच्चाहरूको लागि धेरै ठुलो रकम हुन्छ। त्यो एउटा छुट्याउने गर्नुभयो भने राम्रो। अर्को चाहिँ मैले अघि भर्खरै सुन्नु हुँदाखेरि यो प्रहरी परिवार महिला सङ्घ भनेर सङ्गठन भनेर चाहिँ हाम्रै पालोमा खोलेका। किनभने धेरै जस्तो त अब दसैँ तिहारमा मात्रै ठुला बडा साहबहरूकोमा टिका लाउन गइन्छ आफ्नो परिवारलाई लिएर, र को कस्तो छन्, कसको जान के भइरहेको छ भन्ने चिन्तान भएको थिएन कि। अनि जब हामीले यसरी सङ्गठन खोल्यौँ, प्रहरी परिवार महिला सङ्गठन भनेर खोलिसकेपछि अनि सार्नेहरू तल हाम्रो परिसरदेखि लिएर माथिल्लो लेभलसम्मको सबैजनाको श्रीमतीहरूलाई उपस्थित गराएर त्यसमा आबद्ध गराएर सदस्यहरू बनाइसकेपछि अनि थाहा भयो उनीहरूको समस्याहरू के कसो भइरहेछ, केटाकेटी के भइरहेछ भन्ने हिसाबले। र अहिले भर्खरै मेरो मनमा चाहिँ के लाग्यो भने हामी संरक्षक बनिदिउँला